रमेश प्रसादले अन्डो भनेर हेप्नेहरूले चाहिँ यो मान्छेले चाहिँ यस्तो गाली गरेको हान्छु नि त माटोक्नेहरूलाई बेसी आइमे रन्डीको माटोक्ने रमेश प्रसाईको माटोक्ने आँखा छैन भनेर के भनेको तिमीहरूले माटोक्ने अन्धे सांसद अन्धो र तन्धो माटोक्ने अपाङ्गहरूको मजाक उडाएको तिमीहरूले माटोक्ने खुसी मना माटोक्ने भगवान्ले तेरो जिउ आँखा हात खुट्टा सही सलामत दिएको छ जब दैव लाग्छ नि माटोक्ने तेरो हात खुट्टा भाँचिन त्यो आँखा फुट्न टाइम लाग्दैन माटोक्ने अपाङ्गहरूको मजाक उडाएको त माटोक्नेहरूले होइन माटोक्ने मलाई घर पुग्न दे म यहाँ अर्काको ठाउँमा आएको छु माटोक्ने तिमीहरूलाई गाली गर्दाखेरि यहाँ अरूलाई असर पर्न सक्छ गाली गर्न मिल्दैन घर पुग्न दे त माटोक्ने रन्डीको रगतहरूलाई माटोक्ने के गर्छु कति गाली गर्छु भन्ने कुरो मलाई थाहा छ माटोक्ने आजसम्म त माटोक्नेहरूलाई सानो सानो भन्दै गाली गरे भएर नपचेको माटोक्ने होइन तर बेसी आइमेहरू आइडी मोनिटाइज छ पैसाको लागि माटोक्ने मान्छेलाई जे पनि भन्ने भ्युज आइहाल्छ पैसा आइडी डलर झरिहाल्छ माटोक्ने मान्छे त्यो मान्छे माटोक्ने आँखा छैन र तै पनि सांसद जस्तो पोस्टमा पुगेको छ माटोक्ने त्यो मान्छेको यदि आँखा हुन्थ्यो भने त्यो मान्छे कहाँ हुन्थ्यो कहाँ पुग्थ्यो आज सोचेको छ तिमीहरूले माटोक्ने त माटोक्ने दुईटा बेसी आइमेहरू रेडी भएर बसे मलाई घर पुग्न दे यस्तो हान्छु नि त माटोक्नेहरूलाई बेसी आइमे रगतहरू माटोक्ने आजसम्म आमा चकारी गाली नगरिकन मुख नछाडिकन गाली गरिरहेको थियो त माटोक्नेहरूलाई अब देखाउँछु मैले अपाङ्गहरूको मजाक उडाएको तिमीहरूले माटोक्ने